आइनार खल्टु बुटा कस्तो हुन्छ अनि बहुत मीठा है यार हो के खानी हो बहुत मीठा हो ओ मिठा त मुख हैन मिठा भएको मुख हैन त ल के कति 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 दिन सक्नुहुन्छ यम यम गर्न मीठा हो यति जोर लाउनु त तिमीले ल खाएर निल मैले थाहा पाउँछु बल्ल नखाऊ के बहुत मीठा हो सम्झना हेर तिम्रो बुढाले खान्छन् हेर त्यहाँ हैन तर कहाँ खल्टु बुटा यस्तो थरो खल्टु बुढा आगोले पोल्छ जस्तो कालो हुन्छ छिटो भनौ सम्झना छिटो भन के भनौ कसलाई त्यो बुटा त नि यसो माथि हरियो नहुनु पर्छ नि सेम पोलेको जस्तो हो के सेम आकार जस्तो चाहिँ मिठो छ तर पनि हुन्छ यो हुन्छ न यस्तै हुन्छ तर खल्टु हैन के हो हेर जनक अरु हामी पारा गएको बेलामा नेपालको के भन्छन् होला जनक यहाँ आएर तिम्रो छोरा मार्दैन नि हेर हेरै त खाना हेरै तपाई धेरै बोल्नु भयो यार गाइस सबै ब्लगर भएपछि हार ज्वाइँले पुरै पेट कनाएर पुरा उ देखाइदिन्छ फेरि बडी देखाइन्छ सिक्स प्याक देखाइन्छ 8 प्याक देखाइन्छ त मोबाइल खै यार मलाई कति मल लेगो हैन जनक बाँदरको स्टाइल गरिदिनु यस्तो ल यस्तो यस्तो ल गरिदिनु के गर्छन् यिनले कतरा काइदा चाक्नु छ हुन्छ आज मैले यिनले बिर्से बादर पानी पनि पानी बाँदरले चप्पलले लाउनु न ओ यार मैले यस्तो उ गरेको नि बादर पानी टर्न गर्यो भने नि खुट्टा नबिजी जाने होला के ल जन तिमीले सेम गरेर देखाइदिनु ल यस्तो ल सेम ल गर न सिमनले गर्दिन्छन् त्यो चप्पल आफ्नो उचाल्नु एउटा चप्पल यसो यसो गर्नु हाम्रो एउटा आइडी बनाम के यार हाम्रो एउटा तिम्रो अझै आइडी बनेको छैन ग्रुप तिम्रो आइडी बनेको छैन मेरो आइडी बनेको सम्झनाको अझै आइडी बनेको छैन रे के भन्न चाहन्छ सम्झना तिमी दुईटा आइडी भयो ठिक छ